साथीहरु सबैलाई नमस्कार गरे। आफूले जे जानेको छ, जे बुझेको छ लाग्छ नि मान्छेलाई, त्यही कुराहरु यसो साझा गर्दा राम्रो हुन्छ जस्तो लाग्छ। र मैले पनि गीत संगीतको बारेमा अलिकति केही काम गरेको भएर यहाँहरुको बीचमा आफ्नो अनुभव शेयर गर्न मन लाग्यो। सानो छँदाखेरि हिन्दी गीत, हिन्दी सिनेमा बेसरी हेर्ने काम भयो। अनि पत्थर के सनम तुझे हमने उसकी ये दिल तुम बिन कहीं लगता नहीं, यस्तो यस्तो गीतहरु एकदम सुन्ने काम हुन्थ्यो र एकदम हृदयमा टच हुन्थ्यो, एकदम आनन्द आउँथ्यो त्यस्तो गीतहरु सुन्दै सुन्दै गयो हेर्दै गयो। अनि अलि ठुलो भएपछि नेपाली गीतहरु पनि गाउन थाल्यौं। अनि स्कुलमा एकपटक एउटा रमाइलो घटना घटेको छ, म यहाँहरुलाई साझा गर्न चाहे। सकिल गुरुङ भन्ने मेरो साथी छ, बोर्डिङमा पढ्दाखेरि पोखरामा। मैले बेड मिलाउँदै रहेछ, मैं ना भूलूंगा मैं ना भूलूंगी इन रस्मों को इन कसमों को इन रिश्ते नातों को भनेर गीत गाउँदै मैले त बेड मिलाइराखेको रहेछ। अनि मेरो त्यो सकिल गुरुङ सांस्कृतिक क्षेत्रको हाम्रो त्यो होस्टेलको लिडर थियो। अनि उसले चाहिँ तेरो त सुरताल जम्मै मिल्दो रहेछ नि भनेर भनेको थियो। त्यतिखेर म 15-16 वर्षको थिएँ। त्यो कुरा मेरो जीवनभरि नै रह्यो र आजको दिनसम्म म 64-65 वर्षको हुँदासम्म पनि त्यही सकिल गुरुङले तेरो गीत संगीत सुरताल ठिक छ भनेर भनिदिएको कुरा नै मेरो जीवनको बाटो भयो। यस्तो उदेक लाग्दो कुरा पनि हुँदो रहेछ साथीहरु, अहिले भन्दाखेरि रमाइलो लाग्छ। अनि उहीसँग मैले चाहिँ त्यहाँ पोखरामा हुँदाखेरि एउटा गीत गाउने अवसर पनि पाएको थियो। हाम्रो प्यारेन्ट्स डेमा हामी सँगै गायौं पनि। अनि त्यसपछि जनताको गीत गाउने भनेर त्यतिखेर 36 सालकै कुरा है साथीहरु यो। अनि त्यतिखेर पनि हामीले एउटा जनता गीत हेबरै झलकमान गन्धर्वको उसरो मैले डुएट गाउने भनेर पनि भएको थियो। तर त्यो पछि सिडिओले थाहा पाएपछि अनि त्यो कार्यक्रम क्यान्सल भयो, हामीले गीत गाएनौं। अनि यसरी जिन्दगी बित्दै गयो। जीवनमा ठूला सुख दुःख प्रेम घृणा लोभ लालच इत्यादि संघर्षका कथाहरू, यसरी जीवन एउटा ठूलो आकाश जस्तो हुँदै गयो अनुभवले। अनि त्यसपछि मैले अनि कम्पोजिसन गर्दै जान थालेँ। पोखरामा हुँदाखेरि पानी पर्यो भन्ने एउटा चाहिँ सानो धुन र शब्द पनि मैले मनमनै बनाएको थिएँ। त्यो चाहिँ कस्तो थियो भन्दा स्कुल गण्डकी बोर्डिङमा चौरीमा थिएँ म। अनि माछापुच्छ्रे देखिरहेको थियो, इन्द्रेणी लागेको थियो, पानी थोरै परिरहेको थियो। चौरीमा म एक्लै थिएँ र त्यो दृश्यले मलाई यस्तो आनन्द दियो कि मैले चाहिँ त्यहाँ गुनगुनाउन पुगेछु। पानी पर्यो भनेर गुनगुनाउन पुगेछु। त अहिलेसम्म पनि मलाई थाहा छ त्यो सिलसिला अनि आफै भएको सिलसिला, प्रकृतिबाट मोहित भएर भएको सिलसिला। कसरी सुर आयो, कसरी ताल आयो मलाई के पनि थाहा छैन, तर पनि हुँदो रहेछ। अब गिटार मैले साथीहरुबाटै सिकेँ, हार्मोनियम पनि अरूहरुबाटै सिकेँ, गुरुहरुबाटै सिकेँ। तबला पनि मैले अरूहरुबाटै गुरुहरुबाटै अलिअलि सिकेँ। तर कम्पोजिसन मैले कोहीसँग पनि सिकिनँ। आफ्नै जीवनको अनुभव, आफ्नै जीवनको लगाव, मजा, रसको कारणले मैले कम्पोजिसन गर्दै गएँ।
अनि गर्दै गइसकेपछि मैले लेकैको यौवन भन्ने 55 सालमा गीत रेकर्ड पनि भयो, त्यो पनि चर्चामा रह्यो। अनि यसको अर्थ मेरो कम्पोजिसन मान्छेलाई मन पर्दो रहेछ भन्ने हुँदै पनि गयो। अर्को एउटा म साथीहरूलाई अर्को सेयर गर्न चाहेँ, एउटा रमाइलो चाहिँ कुरा पनि। ती 57-58 सालतिर होला, हाम्रो तरङ्ग सांस्कृतिक परिषद भन्ने संस्था थियो। अनि त्यहाँ चाहिँ एल्बम तरङ्ग निकालौँ भन्ने कुरा भयो र मेरो 2टा गीत साथीहरूले छानेका थिए। एउटा चाहिँ हे सल्लेनी नउडाउन पछ्यौरी भन्ने एउटा यो थियो। अर्को चाहिँ क्षेत्र प्रताप अधिकारीले लेख्नु भएको थियो, बेसारेको बातै रसिलो रसिलो भन्ने गीत 2टा छानेको थियो। अनि यो चाहिँ हामीले न्यु बज्राचार्य सरलाई एरेन्ज गर्ने रेकर्ड गर्ने जिम्मा दिएका थियौँ। र उहाँले मलाई के भन्नुभयो भने, लालजी नारायण दाई अथवा नारायण गोपाल जिउँदो हुनुभएको भए यो 2टा गीत म उहाँलाई गाउन दिन्थेँ भनेर भन्नुभयो। अनि त्यतिखेर मलाई यति खुसी लाग्यो, ओहो मैले गरेको सिर्जना पनि नारायण दाईसम्मलाई पनि हुने रहेछ भनेर मलाई एकदम खुसी लागेको क्षण थियो त्यो मेरो। यसरी मेरो कम्पोजिसन पनि मान्छेलाई मन पर्दो रहेछ भन्ने हुँदै गयो। अनि यो सृजनशीलता मैले कसैसँग सिकेको पनि होइन, तर आफै हुँदो रहेछ। र धेरैजना मान्छेहरूले पनि अहिले भन्छन् कसरी गर्नुभयो भनेर सोध्छ सृजनशील मान्छेहरूलाई अनि सर्जकहरूलाई, अनि यो आफै हुन्छ भन्ने जवाबहरू पाइन्छ। अब मैले चाहिँ आफ्नो अनुभव चाहिँ यहाँहरूलाई अन्तिममा कसरी राख्न चाहेँ भने, कहिलेकाहीँ धुन मात्रै पनि आउँछ मनभित्र, त्यसै पनि धुन आउँछ। अनि त्यो धुन आफूलाई यो छातीमा कतै आनन्द आयो, मिठो भयो भने त्यसलाई म नोटेसनमा टिपी पनि हाल्छु, जसमा शब्द हुँदैन। यस्तो पनि हुन्छ। अनि पछि शब्द लेख्छु। कहिले चाहिँ शब्द अगाडि हुन्छ, अनि शब्द अगाडि भइसकेपछि त्यो शब्दलाई एकदम ध्यान दिएर पढ्दै गइन्छ। त्यसको कुन चाहिँ ठाउँले आफूलाई सबभन्दा पहिला प्रभाव पार्छ, त्यहाँबाट धुनहरू सिर्जना गर्ने काम पनि हुन्छ। त्यस्तो पनि हुन्छ। कहिले सुरुदेखि नै हुन्छ। अब यहाँहरूलाई एउटा जानकारी म भन्न चाहेँ, ताल कसरी आउँछ भन्ने त्यो पनि आफै हुन्छ। जसरी गुनगुनाउँदाखेरि सुर आउँछ, सँगसँगै ताल पनि आउँछ। त्यो सुर ताल त्यसरी मिसिएर आउँछ। त्यो म यो गर्छु त्यो गर्छु भन्ने नै हुँदैन, आफै हुन्छ। यस्तो क्रिएसन भनेको यस्तो चिज रहेछ, यो आफै हुन्छ। अनि आफूले धेरै गरिसकेपछि, अनुभव धेरै भइसकेपछि मात्रै अनि यो गीतलाई चाहिँ म यो तालमा गर्छु, ऊ तालमा गर्छु, यसलाई म यो आधुनिक शैलीमा लान्छु, यसलाई लोक शैलीमा लान्छु भन्ने अनेकौँ हुन्छ। यसलाई क्लासिकल बनाउँछु अथवा सेमी क्लासिकल बनाउँछु, यसलाई म यहाँ यस्तो गर्छु, यो त पछिको कुरा हो। तर कम्पोजिसन सुरुमा आफै हुन्छ। कस्तो इन्ट्रेस्टिङ कुरा छ साथीहरू, यो आफै हुन्छ। यसमा कोही कसैबाट सिक्नु पर्दैन। आफ्नै जीवनको अनुभव, आफ्नो जीवनको रस, यही चिजहरू चाहिँ यसरी बाहिर आउँदो रहेछ। अनि मैले यो क्रिएसनको कुराहरू मैले मेरो पुस्तकमा पनि उल्लेख गरेको छु। त्यसमा चाहिँ मैले कम्पोज गर्दाखेरि कस्तो किसिमको अनुभवहरू भयो त मलाई, त्यो सबै चिजहरू मैले मेरो पुस्तकमा पनि उल्लेख गरेको छु। कति कुराहरू त छुटे पनि होलान्। अनि यसको लागि चाहिँ फेरि पछि पनि म भन्दै जाउँला भन्दै आजलाई यति नै भन्न चाहेँ। कम्पोजिसन मैले यसरी नै गर्ने गर्छु। धन्यवाद।